हेलो साथीभाइहरू, आज म खाना बनाउन लाग्दैछु। अहिले चाहिँ म ग्यासमा खाना बसालेँ, त्यसपछि तरकारी पकाउन लागेको छु। अहिले चाहिँ तेल हालेँ, तेल तातेपछि मेथी ज्वानोहरू हालेर चाहिँ म फ्राई गर्दैछु। मलाई चाहिँ यस्तो हालेको मनपर्छ, आफ्नो हुन्छ। अनि त्यसपछि म मासु भुट्दैछु। यता मासु भुटेँ अनि त्यसलाई चाहिने टमाटर प्याजहरू चाहिँ म काट्दैछु। फेरि यतापट्टि ग्यासमा पनि ग्यास अन गरेर मैले फ्राई प्यान बसालेँ, त्यसमा चाहिँ साग बनाउँदैछु। पहिला म सागलाई पखालिसकेको भिडियो चाहिँ खिच्नै बिर्सेछु, अनि यसलाई चाहिँ मजाले काटेँ र काटेपछि चाहिँ तपाईँ देख्नुहुँदैछ यसरी काट्दैछु मैले चाहिँ सागलाई मसिनो बनाएर। अनि त्यसपछि यसलाई पनि तातो तेलमा झैँ हालेर फ्राई गरेँ। मासु चाहिँ म चलाउँदै गरेँ यता, भने अर्को उसमा फेरि त्यो साग चलाउँदै गरेँ, फेरि मासु चलाउँछु। अनि त्यसलाई चाहिने प्याज टमाटर अदुवा बेसारको पेस्ट लसुन हाल्छु, मसलाहरू। यता साग बनाउँदैछु अनि मासु पाक्यो फाइनली।